छोराछोरीले लात हान्नु गर्भदेखि नै सिकेर आएको हुन्छ। गर्भमा लात हान्दा आमा बाबा खुसीले पागल हुन्छन्। ठुलो भएर बुढेसकालमा लात हान्दा आमा बाबा आँसुले घायल हुन्छ। कति फरक त। आमाको त्यो काग कहिले नथाक्ने, त्यही छोराछोरी लटुपटु पर्दा बाबाको त्यो काँध कहिले नथाक्ने, छोरालाई बोकेर हिँड्दा आज त्यही छोराछोरीले ठुलो भएर त्यही छोराछोरीले घृणा गर्दा, लात हान्दा, घरबाट निकाल्दा, हेला गर्दा त्यो आमा बाबाको मन कति रुन्छ होला। यो कुरा मलाई सम्झिँदा पनि मेरो मन रुन्छ। त्यो छोराछोरीको मन कहिले बदलिन्छ होला आमा बाबा प्रति, जसको लागि आमा बाबुले दुःख पीडा कष्ट केही भनेन, आज अलिकति दुःख कष्ट छोराछोरीलाई पर्दा त्यो आमा बाबा धेर हुन्छ। समय सबैको आउँछ, एक दिन सबैजना त्यही अवस्थामा अवश्य पुगिन्छ। बालकपनदेखि बुढाबुढीसम्मको यात्रा सबैले गर्नै पर्छ। सुख दुःख साथमा सबैकै हुन्छ। पालो सबैको एक दिन अवश्य आउँछ। त्यही भएर साथी हो, त्यो समय नआओस्, आफूले राम्रो कर्म गरौँ, अवश्य राम्रो हुनेछ। नराम्रो कर्म गर्दा एक दिन अवश्य नराम्रै हुनेछ। सुख दुःख जीवनको साथमा चलिरहन्छ। हामीले सबै समेटेर चल्नुपर्छ। आमा बाबाको मर्म बुझेर उनीहरूलाई आवश्यकता पर्दा हामीले आमा बाबाको साथ सपोर्ट लिनुपर्छ। यदि साथ निभाउनु समय छैन भने कहिलेकाहीँ बिहान बेलुका फोनमा भए पनि कुरा गर्नुहोस्। तिमीले सानो हुँदा हरेकको प्रश्न आमा बाबु कहिले थाकेन। तिम्रो हरेक समयको हरेक प्रश्नको उत्तर दिनु आमा बाबु कहिले थाकेन। तिमीले कहानी सुनाऊ भन्नुहोस्, कहानी सुनायो।